साहित्यिक केन्द्र आज एकचोटि फेरि वरिष्ठ लेखक पद्मावती सिंह जो नेपाली साहित्यको आमा खम्बा पनि हुनुहुन्छ, सिद्धिचौरमान लोक साहित्यिक केन्द्रले हाम्रो सम्माननीय दिदी पद्मावती सिंहलाई नेपाली साहित्यको आमा खम्बाको रूपमा सम्मान गरेका छौँ। नेपाली साहित्यको आमा खम्बा पद्मावती दिदीज्यू, यहाँले आफूलाई आफ्नो साहित्यिक यात्रालाई कसरी अगाडि लगिराख्नु भएको छ? बहिनी धन्यवाद छ, तपाईँ यहाँ घरसम्म आएर मेरो सानो अन्तर्गत दिनुभयो, त्यसको लागि धन्यवाद। खासमा भन्ने हो भने मेरो साहित्यिक यात्रा त 2022 सालदेखि सुरु भयो हो। प्रथम पटक चाहिँ मैले कथा लेखेर नै साहित्य यात्रा सुरु गरेको। अनि त्यहाँबाट मैले 22 सालमा लेखेँ। त्यो पहिलो कथा मेरो आर्थिक साप्ताहिकमा छापियो। अनि त्यो बेला म स्टुडेन्टै थिएँ, भर्खर एसएससी पास गरेर बसेको थिएँ। अनि त्यसपछि चाहिँ मेरो विवाह भयो। अनि विवाह भएर 7-8 वर्ष मैले लेख्न अलिकति मेरो कम भयो। अनि त्यसपछि 30 सालदेखि रूपरेखाबाट फेरि मैले कथा लेख्न सुरु गरेँ। आज निरन्तर आजसम्म मैले लेखिरहेको छु। हजुर, भन्दाखेरि दिदीले 30 सालदेखि होइन 22 सालमा लेख्नुभयो। त्यसपछि यहाँ चाहिँ के पारिवारिक चाहिँ के भने बन्धनमा यही बेला तपाईँको बच्चाहरू भए होइन, यो जम्मै गर्नुभयो। वास्तवमा त्यो पनि एउटा जीवनको सुन्दर पक्ष हो होइन, जसले जीवनलाई पूर्ण बनाउँछ। र त्यसपछि 2030 सालदेखि यहाँले फेरि साहित्यिक यात्रा गर्नुभयो। अब आजको दिनमा त दिदीले गर्नुभएको होइन, दिदीको चाहिँ बौद्धिकता, दिदीको यो चाहिँ के भन्दाखेरि लैङ्गिक चाहिँ चेतना होइन, यो जम्मैले वास्तवमा दिदीलाई लेखकहरूकोमा पनि एउटा उचाइमा होइन यो चाहिँ पुर्याएको छ होइन। दिदीले चाहिँ अब गीत पनि गाउनुहुन्छ है दिदी। म चाहिँ अरूभन्दा पहिला पनि अहिले दिदीले भर्खरै एउटा गीत रिलिज पनि गर्नुभएको छ होइन। वरिष्ठ सङ्गीतकार हाम्रो राजेश सिंहज्यू जो चाहिँ के भन्छ एकजना प्राध्यापक पनि हुनुहुन्छ होइन। उहाँको सङ्गीतमा यो चाहिँ होइन यो लयबद्ध गर्नुभएको गीतको के लाइन सुनाउनुहुन्छ? म पनि गाउँछु। हजुर, हस् ल। किनभने मलाई अहिले आजकल गीत गाउने एकदम इच्छा लाग्छ र भर्खरै रिकल गरायो भने चाहिँ फेरि गाउनु पनि लाग्छ। हजुर हजुर। ल त बहिनी, मैले सुरु गरेँ है। हजुर हजुर। यो गीतको रचना मैले नै गरेँ हो। आफै रचनाकार। हजुर। अनि यो सङ्गीत चाहिँ हाम्रो वरिष्ठ सङ्गीतकार राजेश सिंहले गर्नुभएको हो। हजुर। यो गीत धेरैले मन पराएको छ। हजुर। तपाईँ पनि स्टुडियोमा रिकर्ड गर्दाखेरि तपाईँ पनि मसँग जानुभएको छ। दिदीलाई प्रोत्साहित पार्न त्यही त मलाई त्यही कस्तो खुसी लागेको छ। धन्यवाद। र म गाउँछु त। अनायसै आज तिमीसँग भेट्दा, अनायसै आज तिमीसँग भेट्दा, आँधी चल्यो मनभित्र तिमीले हेर्दा, आँधी चल्यो मनभित्र तिमीले हेर्दा, अनायसै आज तिमीसँग भेट्दा हो। एउटै सपना थियो, एउटै हाम्रो विपना, सँगै हिँडेका थियौँ हामी एउटै पथमा। एउटै सपना थियो, एउटै हाम्रो विपना, सँगै हिँडेका थियौँ हामी एउटै पथमा। छल गर्यो समयले हामी टाढा भयौँ, छल गर्यो समयले हामी टाढा भयौँ। आफू खुसी हामीले आफ्नो बाटो रोज्यौँ, आफ्नो बाटो रोज्यौँ। नियतिले आज हामीलाई कहाँ पुर्यायो, पिरतीका ती दिनहरू सारा भुलायो। नियतिले आज हामीलाई कहाँ पुर्यायो, पिरतीका ती दिनहरू सारा भुलायो। एक नदीका हामी भयौँ दुई किनारा, एक नदीका हामी भयौँ दुई किनारा। हाम्रो मिलन अब हुँदैन होला, हुँदैन होला। अनायसै आज तिमीसँग भेट्दा, अनायसै आज तिमीसँग भेट्दा,
आँधी चल्यो मनभित्र तिमीले हेर्दा, आँधी चल्यो मनभित्र तिमीले हेर्दा, अनायसै आज तिमीसँग भेट्दा। ल दिदी साह्रै राम्रो गीत गाउनुभयो। वास्तवमा अब यो गीतको रेकर्डिङ पनि अझ राम्रो भएको थियो। मलाई जहाँसम्म लाग्छ दिदीले एक ठाउँमा चाहिँ यो अलिकति होइन त्यो जसरी रेकर्डमा हाम्रो गीत बजेको थियो त्योभन्दा अलिकति एक ठाउँमा ती दिनहरू केही हो होइन, रिकर्ड हो। पहिला अति लाइन थियो अनि पछि हामीहरू अनि साह्रै राम्रो अब हाम्रो साथी केन्द्र छौँ होइन। यसरी चाहिँ दिदीले चाहिँ अब दिदीलाई सङ्गीत र होइन साहित्य सँगसँगै लानु पर्दाखेरि त्यसकै नै भने तापनि जति अगाडि दिनेवाला होइन म मुख्यमन्त्री भने तापनि त्यो पनि छँदैछ होइन। त्यो सबै तिनटै एकैचोटि अगाडि बढाउँदै लाँदाखेरि दिदीलाई कस्तो खालको चुनौतीको महसुस भइरहेको छ? पहिले हेर्नुहोस्, म चाहिँ अन्तर्राष्ट्रिय संस्थानमा काम गर्थेँ, महिलाहरूको शिक्षा, स्वास्थ्य र इम्पावरमेन्ट होइन, सशक्तिकरण। त्यो हुँदाखेरि मैले चाहिँ सेभ द चिल्ड्रेन युएस, त्यसपछि एसिया फाउन्डेसन, त्यसपछि HTBWमा धेरै वर्ष काम थियो। फिल्डमा गएर फिल्ड कोअर्डिनेटर गएर त्यतिखेर मलाई धेरै नै गाह्रो थियो फिल्डसँग लाग्न। एकदमै कठिन काम थियो, चुनौतीपूर्ण काम। जिल्लामा जाने, गाउँमा जाने, त्यहाँ बत्ती थिएन देख्नलाई, त्यो बेला चाहिँ एकदमै गाह्रो भएको थियो होइन। तर पछि गएर चाहिँ अब जस्तै अब काठमाडौँमा त सबै सुविधा छ। तर मैले चाहिँ के भने घरमा चाहिँ मेरो श्रीमानले मलाई एकदम सहयोग गर्नुहुन्थ्यो। अहिले मेरो परिवार छ होइन, त्यस कारण घरमा मलाई त्यतिको त्यति मलाई साह्रो गाह्रो छैन, सहयोग धेरै छ। तर अब साहित्यमा अब जीवनको एउटा अंग हो। मलाई भएको भए मैले नगए भए सायद मेरो जिन्दगी अर्कै बन्थ्यो निरसै हुन्थ्यो के। तर साहित्य र सङ्गीतलाई मलाई जीवन ल्याएको छ, किनभने साहित्यमा थुप्रै साहित्यकार छन्। मेरो भेटघाटको सङ्गत भयो, उहाँहरूको हाम्रो अग्रजहरूको मलाई धेरै प्रेरणा मिल्यो। फेरि अन्य साहित्यकार तपाईँहरू जस्तो मलाई धेरै माया मिल्यो होइन। त्यस कारण म एकदमै साहित्यमा अहिले मलाई एकदमै अगाडि बढ्न मलाई कुनै गाह्रो छैन। म बढिरहेको छु, लेखिरहेको छु। तर अहिले आएर केही वर्ष यता चाहिँ मलाई एकदमै मेरो सङ्गीततर्फ एकदमै लगाव भयो। पहिला चाहिँ म धेरै गाउँथेँ। मैले हेर्नुहोस्, मैले रेडियो नेपालमा स्वर परीक्षा दिएर मैले 35 सालदेखि मैले 55 सालसम्म गाएँ र 2टा एल्बम पनि मैले निकालेँ। जीवनका गीतहरू धेरै दिनपछि मेरो गीतहरू फिल्ममा पनि छ, जस्तै गोठालोमा धेरै दिनपछि पनि एकदम पपुलर भयो। र अनि यो अहिले आएर चाहिँ किनकि मलाई साहित्यलाई मैले धेरै समय दिएँ, धेरै वर्ष दिएँ र मैले धेरै लेखेँ पनि। अब अहिले आएर चाहिँ यो सबै सङ्गीततिर मोडी यो जीवनको उत्तरार्धमा किन हो म सङ्गीत दिदी यो साहित्य र सङ्गीत सँगसँगै हिँड्ने कुरा हो। अझ साँच्चै अब तपाईँले पढे पनि नपढे गीत चाहिँ सुनिदिएको त्यो बाटो पनि त्यो माहौलमा होइन। अनि त्यो त्यसमा एउटा छुट्टै मोह पनि हुन्छ। दिदीको साँच्चै भन्यो भने साहित्य पनि सङ्गीत पनि स्वर पनि भएको कारणले गर्दाखेरि दिदीको चाहिँ होइन अब यो साहित्यमा सरले सुगन्ध होइन भरिदिनु भएको छ। त्यो चाहिँ त्यसको कारणले कि हामी त चलो साहित्य केन्द्रबाट म त नमनै गर्छु दिदीलाई होइन। यो के भने कि अनि नेपाली साहित्यका आमा खम्बाहरू एकजना त हजुर नै हुनुभयो परमावती सिंह, अर्को माया थोक्रे दिदी हुनुहुन्छ होइन, अर्को हाम्रो भगीरथी श्रेष्ठ र जलेश्वरी श्रेष्ठ, तपाईँहरू 4जना साथीहरू हुनुहुन्छ होइन। अनि यो 4जना चाहिँ हामीले त नेपाल भाषाका माथा भनेर होइन नेपाल भाषाको पनि आमा खम्बा जस्तै सुवर्ण केसरी चित्रकार प्रकाश प्रणानाङ उहाँहरूसँग चाहिँ यहाँको कतिको परिचय छ कि छैन? मेरो 4जना अब यो नेपाली साहित्य आमा खम्बा जलेश्वरी माया ठकुरी र हाम्रो
भागीरथी त एकदमै मेरो अत्यन्त मिल्ने साथीहरू हाम्रो दिन रात विश्वास हुन्छ धेरै धेरै नजिक छौँ जस्तै तपाईँको नेपाल भाषाका साहित्यकार चाहिँ मेरो राम्रो चिनजान छ होइन जस्तै मोतीलजी त मेरो क्लासमेट हो तर उहाँसँग त्यति मेरो कन्ट्याक्ट छैन है जति अरू नेपाली भाषा उहाँसँग मेरो चिनापट्टि छ तर त्यहाँदेखि त्यति कन्ट्याक्ट छैन मोतीलक्ष्मीसँग चाहिँ छ किनभने सुवर्ण केसरी उहाँसँग छ अरू दुईजनासँग छैन अनि के भन्छ मोती लक्ष्मी चाहिँ खास हाम्रो नेपाली भाषाको आमाखम्बा होइन उहाँ चाहिँ हाम्रो वरिष्ठ लेखक होइन उहाँ चाहिँ के भन्दाखेरि हाम्रो कार्यक्रमको अध्यक्ष हुनुहुन्छ होइन हामीले उहाँलाई चाहिँ के भन्दाखेरि प्रमुख अतिथिको रूपमा बोलाएका हौँ होइन त्यसरी मोती लक्ष्मीजीको कुरा चाहिँ त्यो अब त्यसरी भन्दाखेरि तपाईँले चारजनाले होइन लगातार नै नेपाली साहित्यका आमाखम्बाहरू चारैजना होइन लगातार सँगै हिँडिराख्नु भएको छ 5 दशकदेखि होइन तपाईँले बिचमा कहिले काहीँ ऱ्याङठ्याङ नमिल्ने त्यस्तो भएको छ कि छैन अब त्यस्तो त छैन किनभने अब हामीले केटाकेटी होइन नि त हामीले म्याचहरू भइसक्यो परिपक्व भइसक्यो अब त्यो केटाकेटी जस्तो झगडा गर्ने रिसाउनु त छैन अब सँगै हिँड्दा कतिपय कुरामा चाहिँ हाम्रो मिल्दैन कुरा विचार नमिल्छ होइन त्यतिखेर अलिक डिस्कस चाहिँ हुन्छ तर त्यस्तो हाम्रोमा पनि कुनै त्यस्तो मनमुटाव छैन हामी एकदमै चाहिँ एकदम माया हुनुहुन्छ तपाईँसँग मिलनसार अति मिलनसार सबैलाई सम्झने होइन एकदम माया तर उहाँ चाहिँ अलिकति उहाँ चाहिँ उहाँले चाहिँ पुरा अलिक उहाँ हुनु खोज्नुहुन्छ तर चाहिँ सहयोगी अनि अरू कुरा पनि उसले कुरा गर्ने क्या सबै कुरालाई उहाँले हाँसेर पार्नुहुन्छ छ अति नै मलाई त किन पहिला बिहे अगाडि नै भेटेर होइन त सबै दिँदैन भन्छ अनि एकजना त साहित्य कार्य जलेश्वरी भन्यो मसँग बोल्नु पनि अस्ति एउटा बहिनीले त्यसो मेसेन्जरमा जलेश्वरीको फोटो पठायो कि दिदी एकदम सुन्दर दिदीलाई धेरै माया अनि मैले यो त म होइन जलेश्वरी हो र मलाई दिदी भनेर मैले त्यस्तो मान्छेले सम्झन्छ कि हामी मोटो मोटो मुख पनि गोलो गोलो अहिले त मलाई पनि हो जस्तो लागेर आयो अनि यही कुरा नै होइन नेपाली साहित्यको अर्को आमाखम्बा होइन हाम्रो भागीरथी श्रेष्ठ दिदीको बारेमा के भन्नुहुन्छ एकदम मेरो केटाकेटीदेखि साथीहरू अलिकति धार्मिक सुन्ने छ भगवान्प्रति आस्था भएको अनि एकदमै जिन्दगीलाई चाहिँ उसले एकदम नाम मलाई त अति नै मनपर्छ अति नै ऊ त मेरो आमा जस्तो लाग्छ कहिले किनभने हुन त एउटै उमेर एउटै साल किनभने हाम्रो उमेर एउटै होइन तर उसले मलाई आमा जस्तै व्यवहारमा माया गर्छ उसको घरमा जाँदाखेरि केटाकेटा जस्तै मलाई केही छुन दिने तिमी बेसी आएको भन्छ क्यान्टरमा चिया दिने रेखदेख गर्ने अन्त माइती गएको जस्तै लाग्छ अनि के भन्दाखेरि अहिले नेपाली साहित्यमा होइन अहिले थुप्रै चाहिँ हाम्रो दिदीबहिनी दाजुभाइहरू आउनुभएको त्यसमा सबैभन्दा को चाहिँ कसको साहित्यले होइन अब दिदीको मन सबभन्दा छोएको छ होइन अहिले त धेरै राम्रो राम्रो बहिनीहरू त अब हाम्रो अनुज बहिनीहरू त एक सेक्सन हेर्नुहोस् हजुर अब उनीहरू त एकदमै अगाडि किन अहिलेको युगमा त उनीहरू धेरै फाइदा हामी लेख्दाखेरि कम्प्युटर पनि थिएन होइन हामीलाई धेरै गाह्रो थियो होइन अनि हामी त्यस्तो बाहिर एक्सपोजर पनि हुन्थेन अहिले त संसार एउटै खबरमा आइसक्यो यो उसले गर्दा इन्टरनेटले गर्दाखेरि उहाँले धेरै सुविधा पाउनु भएको छ लेख्नमा पढ्नमा एक्सपोजर हुनु हाम्रोमा त्यस्तो थिएन त्यसमा उहाँले अझ बेटर लेखिरहनु भएको छ अब नाउदिन पनि थुप्रै छन् बहिनी होइन तर मलाई ममिलाको एकदम निबन्ध मनपर्छ अब जस्तै अरू बहिनीहरू जस्तै अब तपाईँ नै राम्रो लेख्नुहुन्छ होइन त्यस्तै अरू थुप्रै बहिनीहरू छ अब रिता खत्रीले राम्रो कविता लेख्छ मलाई मनपर्छ अब अरू छन् नि अब प्रभा बरालहरू प्रभा भट्टराईहरू उहाँहरू अगाडि हुनुहुन्छ राम्रो अनि भाइहरूको कुरा पनि गर्नु भाइको कुरा गर्दाखेरि चाहिँ नि मलाई चाहिँ नि अब भाइहरू अब सबैजना मनपर्छ हाम्रो विश्वम्यम पनि कवि राम्रो हो राधेश्याम भाइहरू पनि एकदमै चल्दा पुरा लेखनमा अगाडि भइरहेछ अब अरू भाइहरू थुप्रै छन् अब नाउँ दिनु पर्दाखेरि हाम्रो शिवम कति राम्रो लेख्नुहुन्छ है उहाँको निबन्ध त पुरै नगरौँ होइन पुरै नगरौँ थुप्रै भाइहरू छ हामीलाई त्यो बोलाएर खुसी के लाग्छ भने एउटा यो बहिनीहरू जुन अनुज पुस्ताका भाइहरू मलाई असाध्यै माया गर्छ
हजुर। अति माया गर्छु। मलाई तिनीहरू आफ्नै भाइ जस्तो शिवमहरू भयो, राधेश्यामहरू भयो, तपाईँहरू भयो होइन, मेरो आफ्नै भाइ बहिनी जस्तै लाग्छ कि एकदमै नजिक छ हामी। अनि तपाईँले नि तपाईँभन्दा अगाडिको होइन पुस्तकको साहित्यकारलाई सम्झिनु पर्दा कसलाई सम्झिनु? म चाहिँ देवकुमार थापालाई सम्झिन्छु, पारिजातलाई सम्झिन्छु, बानुवा गिरीलाई सम्झिन्छु। अनि बाहिर गिर्नु तपाईँ सँगसँगै होला? होइन होइन हामी अलिकति अगाडि हो। उहाँहरू धेरै होइन, जस्तै पारिजात भयो, उनीहरू चाहिँ प्रेमा सार हाम्रो अगाडि, देवकुमारी बालाजी पनि हाम्रो अलिकति अग्रज हो क्या। अनि उहाँभन्दा अलिक पछि लेखेको हो। लेखेमा होला दशकमा त एउटै दशक किनभने बान्द्रा म्यामले मलाई पढाउनु भएको छ कि होइन? दशक एउटै पर्छ हामीले लेख्छौँ, तर उहाँ अलिकति सिनियर हो। मलाई प्रेमा असाध्यै मनपर्छ। म प्रेरित भएको लेख्न पनि उहाँबाट नै हो। हामी सिङ्गलमा बस्थ्यौँ, उहाँ लेखिरहनु भएको थियो, मैले लेख्न सुरु गरेको थिएन। अनि उहाँ कहाँ गएर मैले विभिन्न पत्रिकाहरू पढ्थेँ, उहाँको कथाहरू पढ्थेँ। अनि मलाई लेख्नमा एकदमै उत्साउनु भएको थियो कि। अनि पहिलो कथा लेखेर मैले उहाँलाई पनि देखाएको। अनि यो हाम्रो शान्तदास मानन्दज्यूको सन्दर्भमा चाहिँ म शान्तदास मानिसलाई म त्यति सम्बन्धमा छैन, उहाँलाई त्यति मलाई थाहा छैन। उहाँ बाल साहित्यको हुनुहुन्थ्यो होइन? अनि ठिकै छ दिदी। अनि दिदीलाई आफ्नै रचनाको कुरा गर्नुपर्दाखेरि होइन 2022 सालदेखि तपाईँले लेख्न थाल्नुभयो, त्यसपछि तपाईँको बिहा भयो होइन? अनि 30 सालदेखि आजसम्मको यात्रामा, साहित्यिक यात्रामा यहाँलाई आफ्नै सबैभन्दा राम्रो लागेको रचना चाहिँ कुन हो? मेरो चाहिने उपन्यास स्मरण आकाश एकदम प्रसिद्ध छ होइन, एउटा पोस्टमा राखेको जातिको पोस्टमा। त्यसले मलाई धेरै प्रसिद्धि दियो, धेरै उचाइमा पुऱ्यायो। त्यसबाट नै उपन्यास एउटा उचाइमा पुऱ्यायो क्या। त्यस कारण त्यो त हुने नै भयो। अनि कथाहरूमा चाहिँ थुप्रै छ, अब आफ्नो जन्माएको कथा थुप्रै छन्, थुप्रै मनपर्छ। तर नाउँ नै दिनुपर्दा मलाई आरुको बोट, जुन चाहिँ अहिले ब्याचलरमा छ, त्यो कथा चाहिँ सबैले मन पराएर त्यो अलिकति कस्तो भने अलिक बिम्बात्मक हाम्रो सेक्सलाई यौनलाई बिम्बात्मक रूपमा प्रस्तुत गरेको राम्रो सुन्दर कथा हो। अब अन्तमा श्री शर्मा अक्षरलोक साहित्यिक केन्द्र र मलाई चाहिँ के भन्नुहुन्छ यहाँले? तपाईँलाई के भने तपाईँले एकदम उत्साह, म तपाईँलाई त तपाईँसँग जाँदाखेरि मलाई के लाग्यो भने तपाईँ त तरुणी मान्छेहरू एकदमै चल्ता फुट्दा एकदमै चञ्चल है, एकछिनमा बस्न नसक्ने एकदमै चञ्चल र एकदम उत्साहित र मान्छेसँग पनि कुराकानी गर्ने पनि छट कुरा गर्ने, सबैसँग मिल्ने, सबैसँग भेटिहाल्ने र एकदमै उत्साहित होइन एउटा संस्था नै संरक्षक भएर एउटा संस्था नै चलाइरहनु भएको छ। अनि आफ्ना सिनियर दिदीहरूलाई हामीलाई एकदम माया गर्ने होइन, सबैसँग राम्रो सम्पर्क राख्ने, एकदम राम्रो साहित्यकार पनि भयो, कथा त्यति राम्रो लेख्नुहुन्छ। तपाईँ विविध भनौँ न, तपाईँको विविध आयाम छ क्या। त्यो कुरा चाहिँ तर किन अस्ति हामी जुनसँगै गयौँ नि, तपाईँसँग मैले धेरै सँगै बस्ने मौका पाएँ। र मलाई एकदमै उमेरले भन्दा पनि तपाईँ उमेरभन्दा तल एकदम उत्साहित व्यक्ति पाएँ मैले क्या तपाईँ। अब मैले सुधार्नुपर्ने चाहिँ के देख्नुहुन्छ? तपाईँले सुधार पनि केही छैन, हामी सबै मान्छे तपाईँ भयो म भयो, हामी कोही पूर्ण छौँ। तपाईँ पनि केही कुरा अलिक ऊ होला होइन, मेरो पनि छ, सबैको छ। मलाई चाहिँ अलिकति तपाईँ चञ्चल स्वभाव चाहिँ अलिकति सुधार्नुपर्छ जस्तो लाग्छ। अलिक चञ्चल हुनुहुन्छ तपाईँ, एकदमै चञ्चल, अलिकति भनौँ न त्यो उत्साहित त राम्रो कुरा हो, अलिकति बढी छ, अलिक कम गर्नु पऱ्यो। ट्राई गर्छु, तर त्यही हो है, स्वभाव हो। म पनि धेरै बोल्नुपर्ने मान्छे हो नि, मलाई बोल कम गरौँ भने सक्दिनँ, त्यस्तै हो। ल अब श्री शर्मा साहित्य केन्द्र यहाँको आशीर्वादको खाँचो छ है दिदी। हजुर, धन्यवाद। तपाईँ आइदिनु भयो घरसम्म, मैले बहिनी र धेरै धन्यवाद छ। हाम्रो यहाँ छोरा स्पन्दन श्रेष्ठ हाम्रो कुराहरू सबै उहाँले गराउनु भएको छ लाइभ होइन। र भाइ एकदमै हाम्रो छोरा एकदमै राम्रो पनि छ र एकदम मनपर्छ मलाई के। धेरै धन्यवाद छ छोरालाई पनि। हजुर अन्तमा केही भन्नु पनि भइहाल्छ। म केही भन्न चाहने जति कुरा भनिसकेँ। हाम्रो भेटघाट फेरि भइरहोस्। त्यो त हुन्छ जान्छ। त्यो श्री शर्मा अक्षरलोक साहित्य केन्द्रले पुनः एकपटक हाम्रो वरिष्ठ लेखक तथा नेपाली साहित्यका आमाखम्बा पद्मावती सिंहलाई प्रस्तुत गरेका छौँ। यहाँ उहाँको कुराकानीहरू यहाँलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। हजुर हस् न, धन्यवाद। यहाँहरू सबैको जीवन खुसीले परिपूर्ण होस्। श्रोताहरू सबैलाई मेरो पनि धेरै नमस्कार छ। यहाँसँग पुनः म भेटिरहँ, मेरो यही कामना छ।